हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। सबैलाई शुभ बिहानी। आज चाहिँ म बिहान 4 उठेँ र मुख धोएँ। सुरुमा चाहिँ मुख धोएर आज चाहिँ औँसी पनि हो, हजुरहरूलाई थाहा छ कि छैन। त्यसपछि मैले रुम सफा गरेँ, झाडु लगाएर पोछा लगाउन थालेँ। पोछा लगाइसकेपछि चाहिँ मैले कपाल कोर्न थालेँ। कपाल कोरेर चाहिँ मैले बिहान चाहिँ सिन्दुर लगाएँ र त्यसपछि चाहिँ मेरो चाहिँ कपाल त्यसरी झरेको भएर मैले कपाल काटेको थिएँ। कपाल चाहिँ साथीहरू अहिले पनि तान्दा कति धेरै आउँछ। अनि त्यसपछि मैले गएर पानी तताएर बुढालाई दिएँ, मैले पनि खाएँ। त्यसपछि मैले चाहिँ बाहिर गएर हेरेको, म चाहिँ अस्ति नैतिर अलिक बिरामी भएको थिएँ। त्यसपछि बिरामी भएदेखि अगाडि झारहरू टन्नै थियो अनि मैले झार सफाइ गर्न थालेँ र सबै झारहरू कति धेरैको थियो र उखालेर यता छेउमा लगेर राखेँ र अलिक सफा भयो। मतलब भने जसरी झारी थियो। झारी सफा गरेपछि चाहिँ म आएँ धारामा। त्यसपछि हातखुट्टा धोएर चाहिँ मैले खाना बसाउन लागेँ। मैले खाना बसाइसकेको थिएँ र फर्सी र आलु चाहिँ बनाउँदैछु। आज चाहिँ मैले बिहान फ्रेस टमाटर यहीँनिर किनेको थिएँ, बोटमै यहीँ तल थियो। त्यसपछि चाहिँ आलु मजाले भुटेपछि मैले फर्सी हालेँ। फर्सीलाई नै मजाले फ्राई गरेर एकछिन छोपेर भुटेँ। त्यसपछि चाहिँ मैले मसलाहरू हालेँ। सबै खोर्सानीहरू चाहिँ अघि नै पिसेर राखिसकेका थिएँ। अनि जिरा धनियाँहरू सबै धुलो थियो। अनि मिट मसला, मलाई चाहिँ तरकारीहरूमा मिट मसला हालेर साह्रै मनपर्छ। त्यसपछि मैले राम्रोसँगले तरकारी चाहिँ चलाएर भुटेँ। अनि त्यसपछि टमाटर हालेँ, नुन सबै कुरो हालेर एकछिन छोपेपछि छोपेर पाकिसकेको थियो मैले चाहिँ। अनि खाना पस्केँ सबैजनालाई। बिहानको टाइम चाहिँ हामी जहिले 11 बजे खान्छौँ खाना। अनि भाइलाई दिएँ साथीहरू खाना मैले, अनि मेरो बुढालाई पनि दिएँ। लास्टमा चाहिँ मैले खाएँ। खाइसकेपछि त भाँडा माझ्नु पऱ्यो। अनि बुढा र भाइले चाहिँ मागिसक्नु भएको थियो, बाँकी रह्यो मेरो मात्रै। मैले चाहिँ तेलको प्याकेटले मस्काउने गरेको छु। करे कति सफा हुन्छ। अनि हजुरहरूले मस्काउनुहुन्छ कि नै भन्नुहोला साथीहरू। भिडियो कस्तो लाग्यो सबैले हेरेर साथ दिनु होला। लाइक शेयर कमेन्ट गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई साथीहरू, फेरि भोलि भेटौँला।